के होला जब मानिसले सधैँ मार्गदर्शनको लागि हेर्ने उसको ईश्वर अचानक चुप लाग्छ? आजको यो विश्लेषणमा हामी हजारौं वर्ष पछाडि फर्किँदैछौँ, एउटा यस्तो वैचारिक क्रान्तिको कथा खोज्न जहाँ नैतिकताको स्रोतलाई बाहिरी ईश्वरबाट खोसेर मानिसको आफ्नै भित्री विवेकमा स्थापित गरियो। ल, सुरु गरौँ है त। यो एउटा एकदमै आधारभूत प्रश्न हो, होइन र? हरेक संस्कृति, हरेक समाज, हरेक व्यक्तिले यो प्रश्न सोध्छ, तर यसको जवाफ त्यो सधैँ एउटै हुँदैन र कहिलेकाहीँ त्यो जवाफ नाटकीय रूपमा नै बदलिन्छ। सोच्नुहोस् त, आजभन्दा 3000 वर्ष पहिले प्राचीन चीनमा मानिसहरूले ताराले भरिएको आकाशलाई हेर्थे। उनीहरूले एउटा व्यवस्थित, कहिले नबदलिने ब्रह्माण्ड देखे र त्यसलाई नाम दिए स्वर्ग वा थ्यान। उनीहरूका लागि यही ब्रह्माण्डीय व्यवस्था नै सही र गलत छुट्याउने अन्तिम आधार थियो। शासकहरूले पनि स्वर्गको आदेश वा म्यान्डेट अफ हेभेनबाटै शासन गर्थे। यो एउटा सरल र शक्तिशाली विचार थियो। हो, यहीबाट समस्या सुरु भयो। त्यो शक्तिशाली स्वर्ग कहिल्यै बोलेन। यो पुरै प्रणालीको सबैभन्दा ठूलो कमजोरी नै यही थियो। यदि परम अधिकार नै चुपचाप बसिदिन्छ भने के गर्ने र के नगर्ने भनेर कसरी थाहा पाउने? हो, यही मौनताले एउटा गहिरो सङ्कट निम्ति आयो। जब समाज एउटा मौन अधिकारमा भर पर्छ तब के हुन्छ? आउनुहोस् अलि गहिरिएर हेरौँ। सुरुमा शाङ वंशका पुजारीहरूले स्वर्गको इच्छाको व्याख्या गर्ने दाबी गर्थे, तर जब उनीहरूले युद्धबारे गरेको भविष्यवाणी गलत साबित भयो, उनीहरूलाई मृत्युदण्ड दिइयो। अनि उनीहरूले एउटा चलाक तरिका निकाले, ओरेकल बोन्स अर्थात् देववाणी हड्डीहरू। उनीहरू कछुवाको खबटामा प्रश्न लेखेर तातो रडले घोच्थे र त्यसबाट बनेको दरारलाई नै स्वर्गको इच्छा भनिदिन्थे। यो आफ्नो जिम्मेवारीबाट पन्छिने कस्तो उत्तम तरिका! अब पुजारीले होइन, स्वर्गले नै बोलेको मानिन थाल्यो। स्वाभाविक नै हो। यस्तो अनुमान र जिम्मेवारी विहीनतामा टिकेको शासन प्रणालीले देशलाई पतनतिर नै लग्यो। समाजको नैतिक दिशा नै हराएको थियो। यो नैतिक पतनको सबैभन्दा डरलाग्दो प्रतीक थियो जुजियो क्रिम। शाङ वंशका अन्तिम राजाले रक्सीको पोखरी र मासुको जङ्गल बनाएर चरम विलासिता र अनैतिकतामा डुबेका थिए। यो केवल भोज भतेर मात्र थिएन, यो त एउटा यस्तो समाजको प्रतीक थियो जसले आफ्नो नैतिक कम्पस पुरै गुमाइसकेको थियो र अन्ततः यसले वंशलाई नै डुबायो। शाङ वंशको पतनले एउटा दार्शनिक शून्यता सृजना गर्यो। त्यो पुरानो जवाफ, मौन स्वर्ग, त असफल भइसक्यो। अब एउटा नयाँ क्रान्तिकारी विचारको लागि ठाउँ खाली भएको थियो। हो, यही सङ्कटको घडीमा कन्फ्युसियस जस्ता विचारकहरू अगाडि आए। उनीहरूले तर्क गरे, यदि आकाश मौन छ भने सायद हामी जवाफको लागि गलत ठाउँमा हेरिरहेका छौँ। सायद जवाफ बाहिर होइन, हामी भित्रै छ। र यही नै थियो त्यो क्रान्तिकारी क्षण। प्राचीन विचारकहरूले त्यो मौन ईश्वरलाई, भनौँ न, बर्खास्त गरिदिए। उनीहरूले घोषणा गरे कि सही र गलतको मापदण्ड कुनै बाहिरी शक्ति होइन, तर हाम्रो आफ्नै भित्री प्रकृति, हाम्रो आफ्नै विवेक हो। यो मानवताको लागि एउटा ठूलो फड्को थियो, साँच्चै। ठिक छ, त्यो पुरानो आधार त भत्काइयो। अब यो नयाँ आधारमा नव कन्फ्युसियसवाद भनिने एक परिष्कृत दार्शनिक प्रणालीको निर्माण भयो। उनीहरूले मानव स्वभावको यो भित्री कम्पासलाई कसरी परिभाषित गरे त? उनीहरूले मानव प्रकृतिलाई दुई भागमा बाँडे। एउटा हो री, हाम्रो तर्कसङ्गत नैतिक पक्ष, भनौँ न हामीभित्रको ब्रह्माण्डीय व्यवस्था। अर्को हो गी, हाम्रो भौतिक भावनात्मक पक्ष, जस्तै हाम्रो भोक, रिस र खुसी जस्ता इच्छाहरू। नैतिकता भनेको के हो त? गीलाई रीको मार्गदर्शनमा ल्याउनु नै नैतिकता हो। यो री अर्थात् हाम्रो तर्कसङ्गत प्रकृति 4 आधारभूत सद्गुणहरूमा प्रकट हुन्छ। इन अर्थात् करुणा, उई अर्थात् धार्मिकता वा लाजको भावना, ये अर्थात् शिष्टाचार र जी अर्थात् सही र गलत छुट्याउने बुद्धि। उनीहरूका अनुसार यी गुणहरू हरेक मानिसमा जन्मजात हुन्छन्। अब यी 4 अमूर्त सद्गुणहरूलाई एकै ठाउँमा ल्याउँदा के बन्छ त? त्यसको सार हो याङसिम वा विवेक। र जब यही विवेकलाई हामी व्यवहारमा उतार्छौँ, त्यसलाई देओक वा सद्गुण बनिन्छ। यसरी उनीहरूले निष्कर्ष निकाले, विवेक नै नैतिकताको मूल जरा हो। तर यो केवल व्यक्तिगत नैतिकताको कुरा मात्रै थिएन। यो दर्शनको मुख्य उद्देश्य त एउटा न्यायपूर्ण र सामञ्जस्यपूर्ण समाज बनाउनु थियो, र त्यो समाजको जग व्यक्तिको आफ्नै भित्री विवेकबाट सुरु हुन्थ्यो। यो नैतिक यात्रा परिवारबाट सुरु हुन्छ। यो
अर्थात् पितृभक्ति मार्फत। त्यसपछि यो ये अर्थात् शिष्टाचारको रूपमा समाजमा फैलिन्छ र अन्तमा चोङ अर्थात् निष्ठाको रूपमा राज्यसम्म पुग्छ। तर यहाँको निष्ठा भनेको अन्धो आज्ञाकारिता बिल्कुल होइन। साँचो निष्ठा भनेको शासक अन्यायपूर्ण भए पनि सद्गुणलाई कायम राख्नु हो र आवश्यक परेमा उसलाई चुनौती दिनु पनि हो। यो दर्शनलाई समाजको संरचनामा कसरी बुनिएको थियो भन्ने कुराको एउटा जीवन्त उदाहरण हो सियोलका 4 मुख्य द्वारहरू। यी द्वारहरूलाई ती 4 सद्गुणहरूको नाम दिइएको थियो। पूर्वको गेट परोपकार, पश्चिमको धार्मिकता, दक्षिणको शिष्टाचार र उत्तरको बुद्धि। भन्नुको मतलब पुरै शहरलाई नै एउटा नैतिक कम्पासको रूपमा डिजाइन गरिएको थियो। यो प्राचीन दर्शनको विरासत आज पनि उत्तिकै सान्दर्भिक छ। यसले नैतिकता र मानव अस्तित्वबारे निकै गहिरो कुराहरू सिकाउँछ। र यो विचार पूर्वीय दर्शनमा मात्र सीमित छैन है, पश्चिममा पनि प्रसिद्ध दार्शनिक इम्यानुएल कान्टले भित्री नैतिक कानुनको कुरा गरेका थिए। यसले के देखाउँछ भने मानवताको नैतिक कम्पास बाहिर होइन, भित्रै खोज्ने विचार एउटा विश्वव्यापी मानवीय सत्य हो। कन्फ्युसियस अलौकिक कुराहरूमा खासै रुचि राख्दैनथे। उनको सम्पूर्ण ध्यान यही संसारमा मानिसहरूको जीवनमा सुधार ल्याउनमा केन्द्रित थियो। जब आत्माहरूको बारेमा सोध्यो, उनको जवाफ कति स्पष्ट थियो। पहिले जीवित मानिसहरूको ख्याल गरौँ न। कन्फ्युसियसको यो भनाइले त पुरानो विश्व दृष्टिकोणलाई अन्तिम र शक्तिशाली रूपमा नै अस्वीकार गर्छ। उनले स्पष्ट पारे, स्वर्ग बोल्दैन, प्रकृति आफ्नो नियममा चल्छ। हाम्रो काम प्रकृतिलाई हेरेर सङ्केत खोज्नु होइन, बरु आफ्नो भित्री विवेकलाई सुन्नु हो। त्यसैले यो दर्शनको अन्तिम लक्ष्य मृत्युपछिको जीवन वा स्वर्ग प्राप्त गर्नु कहिल्यै थिएन। उनीहरूको लागि परलोक एक अप्रासङ्गिक विचार थियो। बरु वास्तविक लक्ष्य थियो मानमूल योगवान, अर्थात् सबै प्राणीहरूले आफ्नो इच्छा अनुसार सामञ्जस्यपूर्ण रूपमा बाँच्न सक्ने संसार निर्माण गर्नु। यो पृथ्वीमा स्वर्ग बनाउने एउटा मानवीय परियोजना थियो जुन हाम्रो आफ्नै विवेकको प्रकाशबाट निर्देशित हुन्छ, यहीँ र अहिले नै। अन्तमा यो प्राचीन दर्शनले हामी सबैलाई एउटा प्रश्न सोध्छ कि हामीले बाहिरी आवाजहरू, समाजको, परम्पराको वा त्यो मौन ईश्वरको पछ्याउने वा आफ्नै भित्री विवेक, आफ्नो हृदयमा चम्किरहेको ताराको उज्यालोमा हिँड्ने? यो विचार गर्न लायक प्रश्न हो।